हेलो गाइस, मैले चाहिँ आज अब त तपाईहरुलाई यस्तो भिडियो देखाउन गइरहेको छु। भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्दिनु होला। जुन भिडियोमा चाहिँ मेरो रुममा चाहिँ हैन गाउँघरमा हुन्छ नि पानी गत्ता अनि त्यो पिठोहरु पिस्ने मेसिन हुन्छ नि त्यो चाहिँ हाम्रो कोठाभित्र कसले जडान गरेछ। म चाहिँ अहिले त्यो देखाउन गइरहेको छु। दिउँसो म कामतिर हुन्छु हैन, बेलुका आउँदा सुत्न जाँदाखेरि चाहिँ मेरो रुममा चाहिँ त्यस्तो जडान गरेर पिठो चाहिँ पिसिरहेको छ। म तपाईहरुलाई सो भिडियो देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला है त। म चाहिँ कोठामा गए हैन, मेरो रुममा गर्छु है। आवाज सुनिरहनु भएको छ, पिसिरहेछ है। जोस् यो कोठा चाहिँ हाम्रो कोठा हो। यो कोठामा चाहिँ हामी एकदम एउटा यस्तो स्पेशल मैले यस्तो चीज देखाउन गइरहेको छु। तपाईहरु भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला है त गाइजहरु। यो 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 तपाईहरुले ब्याकग्राउन्डमा सुनिरहनु भएको छ नि, त्यो जुन चाहिँ खै अब त्यो मेसिन हो कि हो म तपाईलाई देखाउँछु है त एकछिनमा ल। तपाई देख्न सक्नुहुन्छ यो मेसिन हो कि पंखा हो, यो हावा खाने पंखा हो कि के हो। यो पंखाको आवाज हेर्नु न गाइजहरु यार। यो हामीले मर्मत गर्न पनि सकेको छैनौँ, हावा चाहिँ पाइरहेको छौँ जे जस्तो भए पनि। जो कोठामा हावा एकदम अब के भन्नु, यसलाई गाउँघरमा त्यो पिठो के त्यो पिस्छ नि एउटा सानो सानो मेसिन अनि पानी घट्टा भन्छ नि, त्यस्तै आवाज दिइरहेछ। अनि रातभरि कसरी सुत्ने त यसरी, अनि गर्मीले पनि थामिसक्नु हुँदैन हैन। अब त्यही हो।